जब तपाईलाई कुनै पनि कुराको क्रेभिङ हुन्छ त्यो खासमा दुईटा मोटिभको लागि हुन्छ। एउटा भनेको सर्फेस लेभलको र अर्को भनेको हिडन डिपर मोटिभको लागि। सो फर एक्जाम्पल जब तपाईलाई मोमो खान क्रेभिङ हुन्छ, सो सर्फेस लेभल अफ क्रेभिङ भनेको के हो कि मोमो मिठो हुन्छ मोस्टली, र डिपर लेभल अफ क्रेभिङ भनेको के हो सर्भाइभलको लागि, किनभने खाना त चाहिन्छ सर्भाइभलको लागि। तर तपाईले कहिले पनि भन्नुहुन्न कि मलाई सर्भाइभलको लागि चाहिँ मोमो खानु पर्यो भनेर। सो यो डिप हिडन मोटिभ्सहरूमा चाहिँ के पर्छ भन्दाखेरि चाहिँ सो फुड एन्ड वाटर, अनि पछि आफ्नो एनर्जी सेभ गर्नु र लभ, रिप्रोडक्सन, अरूसँग कनेक्ट हुनु, बन्ड हुनु, आफ्नो प्रेस्टिजलाई बढाउनु, आफ्नो डाउटहरू क्लियर गर्नु, स्ट्रेस फ्री हुनु र स्वर्ग जानु। सो तपाईले हेर्नुहुन्छ भने कुनै पनि ह्याबिट फर्मिङ प्रोडक्ट चाहिँ यही डिप अन्डरलाइङ मोटिभ्सहरूमा एसोसिएटेड हुन्छ। तपाईलाई मान्छेसँग कनेक्ट गर्नु मन लाग्यो, बन्ड गर्नु मन लाग्यो, फेसबुक। तपाईलाई चाहिँ आफ्नो खानेकुराहरू चाहियो, फुड डेलिभरी एप्स। तपाईलाई चाहिँ आफ्नो डाउट्सहरू क्लियर गर्न मन लाग्यो, गुगल। तर यो अन्डरलाइङ मोटिभ्सहरूलाई फुलफिल गर्ने तरिकाहरू फरक फरक हुन्छ। कोही मान्छेले स्ट्रेसलाई रिड्युस गर्न भनेर चुरोट खान्छ भने कोही मान्छे चाहिँ वाकमा गइदेला स्ट्रेस रिड्युस गर्न, कोही मान्छे चाहिँ स्वर्ग जान्छु भनेर रक्सी चढाइदेला भने कोही मान्छेले भोको मान्छेलाई दुध खुवाइदेला। सो आवर लाइफ डिपेन्ड्स अपन कि हामीले यो जुन डिप मोटिभ्सहरू हुन्छ त्यसलाई फुलफिल गर्नको लागि चाहिँ के कामहरू गरिरहेको हुन्छौँ। सो स्टप, थिङ्क एन्ड चुज वाइजली।